सबै गर्छु भन्ने माहिर हो माहिर। धन्यवाद उद्घोषक महोदयलाई। नेपाल तामाङ घेदुङ 3 नम्बर प्रदेशको यो प्रादेशिक भेलाका अध्यक्ष महोदय, विभिन्न तामाङ सङ्घ संस्थाका प्रतिनिधि साथीहरू, मञ्चमा रहनुभएका सबै अतिथि महानुभावहरू र यो प्रादेशिक भेलामा उपस्थित सम्पूर्ण तामाङ र ताम्चालिङको अपेक्षा सहित उपस्थित हुनुभएका दिदीबहिनी दाजुभाइहरू सबैलाई म अभिवादन टक्राउँछु। स्वीकार्नुहोस् अभिवादन। अब मैले सबभन्दा पहिला त यो सायद पहिलो प्रादेशिक भेलाको पूर्ण सफलताको शुभकामना तपाईहरुलाई व्यक्त गर्न चाहन्छु। दोस्रो, यहाँ अघि भर्खरै मलाई जे भनियो, सायद तपाईहरु सबैको भाव र तपाईहरुको बडी ल्याङ्ग्वेज हेर्दा पनि तपाईहरु सबै उहाँ के अरे उदयपुरको साथीले जे राख्नु भयो त्यसमा तपाईहरुको सबै समर्थन छ भन्ने मैले बुझेँ। मैले बुझेको छु। त्यसकारण पहिलो कुरा त मैले आदिवासी जनजाति महासंघको भेलाको बेलामा मैले जे भनेको थियो त्यो प्रक्रिया सुरु गरेको छु र म प्रधानमन्त्री रहँदै आदिवासी जनजातिको र नेपालमा गर्ने तयारी गर्ने छु। यो विश्वास फेरि दोहोर्याउन चाहन्छु र म यो कुरा पनि पूर्ण रूपले स्वीकार गर्न चाहन्छु कि तपाई तामाङ जनसमुदायको जबरजस्त समर्थन नभएको भए जनयुद्ध सफल पनि हुँदैन थियो, संघीय लोकतान्त्रिक गणतन्त्र हुँदैन थियो र मैले नेतृत्व गरेको पार्टी पनि हुँदैन थियो। त्यसको निम्ति तपाईहरुलाई हृदयदेखि बधाई, धन्यवाद। जबरजस्त उपस्थितिमा रहेको तर पुरानो राज्यीकृत गर्न खोजिएको समुदाय हुनुको नाताले जति बेला मैले जनयुद्धको र विद्रोहको नेतृत्व गर्दै थिएँ, सबभन्दा बढी अपेक्षा क्रान्तिमा तपाईहरुले पुर्याउन सक्नुहुन्छ योगदान भन्ने मलाई विश्वास थियो र अहिले पनि जे परिवर्तन भएको त्यही परिवर्तन पनि बच्ने हो कि होइन भन्ने खतरा पैदा भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको छ, धर्मनिरपेक्षता घोषणा भएको छ संविधानमा, समानुपातिक समावेशी मान्यता पनि घोषित छ। यद्यपि यो हामीले देखेको सपना अनुकूल चाहिँ छैन। यो कुरा साँचो हो कि हामीले यो भन्दा धेरै बढी सपना देखेका छौं अहिले पनि, तर एउटा बिसौनीको रूपमा हामी उकालो चढ्दै गर्दा निकै ठाडो उकालो। तपाई सबै नेता साथीहरू र यहाँ उपस्थित प्रतिनिधि साथीहरूलाई पनि म के भन्न चाहन्छु भने लेनिनले एकचोटि भन्नुभएको थियो उत्पीडित समुदायको मुक्तिकै सन्दर्भमा पनि हामी अरु कसैले नचढेको ठाडो उकालो चढ्दै